थोबाङसानको यात्रामा टोली अगाडि बढेका छन्। 10 जना जति टोली छ। अब हामी खानासाना खाइवरी उकालो लाग्छौँ। हाम्रो धीरज भाइ, मादेन दाई, त्यसपछि हाम्रो ग्याङ छ पछाडि। रेस्टुरेन्ट पो कतिलो नभेट जस्तो भाइ। कताबाट भाइ? हाम्रो टोलीहरू सबै आइपुगेछ नि। ल है दाजुभाइहरूले यहाँ कोरियन रक्सी, लोकल रक्सी पनि चाख्दैछ। यो के हो फेरि? भित्र किरा राखे जस्तो पनि देख्छु। अब हामी यसो खानासाना खाइवरी उकालो लाग्छौँ। केटाले अब यसो 14 लाखको कुखुराको मासु खाँदैछ। टोलीहरू अब खाना खाएर अगाडि बढ्यो। अब हामी यहाँबाट 2 घन्टा, झन्डै 2 घन्टा, अहिले कति बज्यो? बिहानको 11 बज्यो। अब 2 घन्टा हामी पहाड उकालो चढ्छौँ। दाजुभाइहरू अगाडि बढेका छन्। सबै लमक 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 लमक। मान्छेको कति भिड हो आज। मान्छे थोबाङसानको टुप्पोसम्मै पुग्नु जस्तो छैन त भाइ। टिकटक बनाउने, भिडियो बनाउने, ब्लग बनाउने। यात्रा सुरु भयो। हामी थोबाङसान घुम्नको लागि। आज यो मौसम पनि धेरै राम्रो भएर होला, खानपुङ हेर्ने अन्तिम दिन। त्यही भएर मान्छेको सङ्ख्या पनि धेरै मात्रामा छ आज। यो मेरो चाहिँ दोस्रो पटक हो। 2019मा पनि एकचोटि आएको थियो। साथीहरू फोटो खिच्दैछन्, टिकटक भिडियो। माथि जाने भनेको साथीहरू फोटो खिच्दा, टिकटक बनाउँदा। हामी अब 2 दिन पछाडि मात्रै टपमा पुग्छ यस्तै पाराले। हाम्रो यो सङ्खुवा सभाको लिम्बू, हाम्रो रत्न दाईको गाउँले भने रत्न दाईको गाउँले भाइ पनि हुनुहुन्छ। होइन, यो भिडियो रेकर्डिङ भइरहेछ, भरे एडिटिङ गरेर पठाइदिउँ ल। गर्मी, साह्रो गर्मी छ। इन्द्र दाई, तपाईँको लेस खुस्केछ जुत्ताको। अहिले नै लामो लामो सास फेर्नुपर्ने स्थिति आयो। अब माथि टुप्पोमा पुगेपछि के गर्ने हो भन्ने हामीलाई लागिरहेको छ। अब हामी बुढो मान्छेहरूलाई त केही छैन, योङ भाइहरूलाई अलिक गाह्रो हो। हिँड्ने बानी नभएर सब बोइलर भयो कि हो।
उकालो हिँड्नु मजा आउँदैछ नि त हाम्रो इन्द्र दाइ यार दाइ कति भयो उमेर तपाईँको 40 अनि के चाहिँ 40 हाम्रो इन्द्र दाइको उमेर हैन होला 40 भन्नु मादेन दाइ त हो नि दाइ हो कि हो नि चाहिँ heading towards Busan हामी आधी बाटो झर्नै आइपुग्यो साथीहरू एकछिन रेस्ट गरेर फेरि उकालो लाग्छौँ दिउँसो 12 बजेको घाममा भएर होला अलि साथीहरूलाई हिँड्न पनि गाह्रो भइरहेछ जङ्गलको भ्यू पहाड त्यसपछि सुन्दर सुन्दर मान्छेहरूको तस्बिर ल म आएँ दाइ अरे यहाँदेखि झऱ्यो भने त आयो भन्न पाइने रहेछ नि त ल अब हामी खाजा खाइवरी अब फेरि टोली उकालो लाग्दैछौँ दाइ लागौँ आउनु अब बिस्तारै स्लो मोसनमा विशाल पहाडहरू आज पहाडहरूको बीचमा छिचोल्दै बस्ने ठाउँ रहेछ कस्तो लाग्यो है यहाँको बस्ने ठाउँ यही हो क्या ल अलि लाइट घाम नलाएर होला अँध्यारो अँध्यारो छ अब अघिभन्दा अलिक शीतल चिसो हुन थाल्यो होइन डाइरेक्ट ठ्याक्कै यहाँ 0 पोइन्ट भएर हिँड्नु अन्त जाडो हो तलदेखि हिँडेकोले गर्दा अलिक प्रेसर पऱ्यो नत्र चिसो हो क्या अब टोलीहरू कतिजना आइपुग्यो 3 जना 6 जना अर्को 2 पहिलो चरणको भ्यू चाहिँ पोइन्टमा आइपुग्यो यहाँ छुदैमा ए के हो कता हुन्छ केटाहरूको गन्तव्य यहीँ रोकिनु भन्छ त्यसो भन्छ ग्रुपमा भाइ ल माधव दाइ ल हामी फर्स्ट पोइन्टबाट अब सेकेन्ड पोइन्टतिर अगाडि बढ्दैछौँ कोरियन स्टुडेन्ट लाइफ के छ भने ठिक छ नि भाइ उदास भाइ कोरियन स्टुडेन्ट लाइफ ठिक छ नि मोबाइल छ नि मैले देखेँ जिन्दगी हालत छैन ए इन्द्र दाइ कता हरायो भनेको त ए खुसुर छ अस्ति हालेको थिएँ मैले सोधिरहेको थिएँ हामी अब 80% आइपुग्यो अब पहाडको फेत्तैमा आइपुग्यो रक क्लाइम्बरहरू पछाडि रक क्लाइम्बरहरू चढिरहेको छ ल यो सब्मिटको लागि थोबाङसान सब्मिटको लागि मान्छेहरू लाइन बसिरहेछन् नेपाली दाजुभाइहरू हामी 10 जना दाजुभाइ आरबी भलिबल टिमको सबै टिमको साथीहरू आएको छन् आज थोबाङसान घुम्नको लागि ल 1 बाई 1 लाइनमा आउनु है साथी हो पहाडहरूको बिचमा पहाडहरू छिचोल्दै कोही देख्दैन त क्यामेरा त्यस्तो क्या है बा 2 घण्टा कठिन उकालो हिँडेपछि अनि फाइनली
धीरज भाइ आइसकेको छ यार कसलाई भन्यो साथी हो मान्छे त यहाँ पो सालको टाउकोमा आइपुग्यो ल है थोपाङसान हिरो हिरो भाइहरू छन् लुगा कता हो थोपाङसानको डाँडामा आइपुगेको छ ल गोर्खे भ्लगमा ल गोर्खे इन थोपाङसान फोटो खिच्ने पोइन्टमा आइपुगेको होइन अब के गर्छ लाइन मिचेर फोटो खिच्ने पोजिसनमा आइपुग्यो पछाडि मान्छेहरूको लाइन टन्नै छ यो पहाडको टुप्पोमै आइपुग्यो अब हाम्रो दाजुभाइहरू सबै ओर्लिने क्रममा छ माथि फोटो खिचेर थोपाङसानको टुप्पामा गएर लाइन मिचेर फोटो खिचेर साथीभाइहरू ओर्लिँदैछ म त लाइन मिचिन है हामी लाइन मिस अर्को टोली खै त दुईजना टोली माथि चाहिँ आउँछ खिचेर आइहाल्छ मेरो चस्मा कता रह्यो ए फोटो खिच्दैछन् मादेन दाईहरू यो माथि चढ्नेको लाइन फोटो खिच्नको लागि लाइन छ नि यता यो बार नाग्ने को भन्नु अब ल टोलीहरूको फोटो खिचेर पनि सक्यो अब हामी तलतिर ओर्लिन्छौँ थोपाङसान लगभग घुमेर सक्यो यस्तो पोजहरू चाहिँ हान्ने हो क्या साथी यहाँ यतिमा आउँदै आछु मादेन दाई कस्तो भयो तपाईँको थोपाङसान यात्रा धेरै राम्रो एकदम राज भाइ कस्तो लाग्यो हाम्रो अर्को हिरोहरू मजा आयो नि छुटाउनु होला तपाईहरु पनि भन्न चाहन्छौँ हामी नआउने साथीभाइहरू नछुटाउनु होला अर्कोचोटि अब हामी पुकानसान जानुपर्छ
अब यति नै टोली मिलाएर हप्तौँ पछि चाहिँ सडक सानदेखि लिएर हल्ला सानदेखि लिएर अन्य सानहरू खादाहरू जाने चाहिँ हाम्रो यो एउटा ग्रुप बनेको छ। यस्तै ग्रुपहरू बनाएर तपाईँहरू नि घुम्नु होला भन्न चाहन्छु। अथवा हाम्रै ग्रुपमा पनि जोइन हुन सक्नुहुन्छ। ल है हामी फर्किने क्रममा छौँ अहिले। ए मेरो मात्र अनुहार राम्रो आउने थियो यो फर्किने क्रममा बिहानको हामी जुन फोटो स्पोट पोइन्टमा थियो अहिले त्यहाँ आइपुगेको छ। अब हामी लगभग 40 देखि 45 मिनटमा तल यकमा पुग्छौँ। अब हामी यहाँ 2-4वटा फोटोसोटो पानी सानी खाने त्यसपछि चाहिँ अब अन्तिम स्टेसन होला हाम्रो यो। कहाँ रहने पछाडि लुङ्गा अहिले हामी थोबाङसानको गुम्बानिर आइपुगेको छ। अहिले हामी घर फर्किने क्रममा छौँ। साथीहरू सेल्फी लिने भिडियो डबल भइरहेछ फोर्टिनकोले हान्नु त भएन। यस सुहाएन यसले भएन। पुरै माथि निकाल्नु पर्ने अवस्था हुन्छ। फोटो त उसले सजिलो थोरै हटाउनु त No, 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 no. No, no, no. 여기 서봐 여기 आजको थोबाङसान यात्रा लगभग समाप्त भयो। हामी अब यो ट्रेन स्टेसनमा आइपुग्यो साथीभाइहरू। अहिले समय 3:55 भनेपछि 4 भने चाहिँ हामी लगभग झन्डै 4 घन्टाको यात्रापछि अहिले थोबाङसानबाट ओर्लेर तल ट्रेन स्टेसन आसपास आइसकेका छौँ। यो 4 घन्टाको दौरानमा हामीले भरपुर फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउनेदेखि लिएर सबै कामहरू गऱ्यौँ। साथीभाइहरू आउँदैछन्। अब हामी लगभग आइसकेको जानकारी गर्छु है साथीहरू।